आज के भने माने हैन चलबल सकिसकेको छ हैन मतलब टीका चलबल चलिरहेको छ मैले टीका लगाइदिनु पाएको छैन सो गाइस अब राति परेको छ राति भएपछि तिम्रो याद आइहाल्छ तिम्रो याद आएपछि तिमीसँग बोल्न मन लागिहाल्छ तिमीसँग बोल्न मन लागेपछि मेसेज ट्याक गर्नु परिहाल्यो त्यसपछि तिमीलाई म हेलो अनि नमस्ते गुड मर्निङ टु एभ्रीवन तपाईहरु सन्चै हुनुहुन्छ होला हैन न्यू डे न्यू ब्लग्स भने जस्तै अब आज बिहेको दिन अब बिहेको लागि भनेर हामी बिहानै उठेर कति 5 बजे उठे 12 बजे सुतेको 5 बजे उठेर यताउता गरेर हामी मासु लिन आएर मासु कटिङ सेटिङ भएर यता छ हाम्रो बाइकमा हैन यता अन्डा चाहिँ रेडी भइसकेको छ हामी हाम्रो यहाँ निर्मल सर र म बिहानै आएर चिसोमा थुर कामदै लिन आएको छौं अब आज बिहेको चहलपहल मजाले चलिरहेछ बिहानैबाट मचिरहेछ खसी डलिसक्यो यताउता अब के हुन्छ बाँकी हेर्नु होला नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक सब्स्क्राइब शेयर पनि अनि मिठो कमेन्ट पनि छोडेर जानु होला है त बिहेको तयारी चल्दैछ लग्ने ए पुन्टे के छ ठीक छ हिँड्छु गयो नाम के अरे रुस ओइ हेलो गर्नु चत्ते गइए यिनीहरु तयारी चल्दैछ म मात्रै रिल्याक्स बस्छु दुलैनी नानी यहाँ छिन् भन्ने रे दुलैनी नानी यिनी हुन् के गर्न आइछौ त तिमी यहाँ रोल चल्याउँछ जसरी यहाँ दिदीलाई बोलाउनु पर्यो दिदी नुहाइन हैन काममा छन् चिसो पानीले नुहाइन कि तातो हो अब यी कति जाडो वाला कटै यो के गरौँ लाग्नु भयो तपाईले भनिदिनुस् त त्यही भन्नलाई मैले क्यामेरा तेर्सा हो नि कुन पिठो पुगेर त्यो बाल्टिनमा थियो नि मेरो वाइफाई टिपेर गराउ त सबले सापट माग्नु लागि तिमीहरूले के पैसा दिने हो टीका होइन उता गइजाऊ जाऊ भान्जी जाऊ उता जाऊ बाबु टपर सामान त म गइम क्या फुतारी म उता जान्छु त
अब सुरु गर के गराउनु पर्छ नि पहिला बुक्का खस्दै अनि पछाडी टिका लगाएर टिका पहिला लगाइदिए ल्याउँछौ पहिला बुक्का टिका पछाडी लाउला के खस्छौ बुक्का खस्छ जाऊ कता नि त जाऊ दुईजनाले गर्दैन के ढिलो अर्को क्यामेराम्यान तिमी हो नि बाबु फोटो खिचेको ल चप्पल सपल सराउ कहाँ हुन्छ त्यो चप्पलसँग त के कामै गर्नु टोपो पनि शिरको टोपी त्यसै निकालिदिन्छ नि फेरि ओ मङ्गलम भगवान ल सुरु गर पहिला बुक्का खान्छ त्यहाँबाट टिका लाउने बुक्का मङ्गलम भगवान विष्णु मङ्गलम गरुड ध्वज मङ्गलम बन्दरिकाक्ष मङ्गलाय गालामा पनि हो तदेव दलले त सबैतिर हो त्यो हातलाई बिगार्दियो त बारलाई त मैले छुन हुन्न नि मिल्दैन बारलाई कहाँ छुनु जाने हो त्यो पनि त अलग गर्छ मात्रै हो ह टाउको मात्रै होइन टाउकोमा होइन टाउको फुल्छ बरु अलि भइगयो ल त्यो मेहन्दी मेट्टीको भाउजू मैले टपरीमा दिने भाउजू छैन नै के यता यता दुबो नि के ल्यायो के यो दुबो नि आज काउले यस्तो दुबो भेट्यो यस्तो दुबो पनि भेटिन दुबो नेपालबाट लिएर झन् त नुहाउने ठाउँ मान्नु भएको छ पानी छैन गरे उता फेरि अब हात दिने तातोमा ल्याएर राखेर यार बेको तयारी धमाधम चला आफ्नो त यतै छ त अब यहाँ हाम्रा बाजे हुनुहुन्छ पण्डित बाजे बिहे गराउने ज्येष्ठ नागरिक सबैजना बिहेको तमजम चलाएको छ पुरै हेर्नु त कतै खाना छन् कतै के भन आफू खानु पाइएन पुरै सुरु भएर बिहेको तामझाम होस् मजाले भइरहेछ हाम्रो बा अर्को ठुलो मोबाइल राख्नुहुन्न गोजीमा सानो त्यो गोजीमा राख्नु ठुलो मोबाइल त्यहाँ राख्नु के पानी त खाइछु बाजे किन्नु त न त खाइदिन्थ्यो मैले भाउजू यता हेर्नु त बास अब हाम्रो दुला दुलहीलाई जग्गासम्म पुर्याउने कार्यक्रम चलिरहेको छ तपाईँको अनुहार देखाउँदै म के ए बाबु यो भिडियो गरे भाइ यहाँ भिडियो बनाउनु त्यो बाइक यता यता बसे त हुन्छ त बाइक हटाइन्छ आन्टी आन्टी सतिन जाने के ए बोक्नु के बोक्नु भाउजू ल ल ल बोक्नु ल ल ल बोक्नु बोक्नु अगाडिबाट नजाने ए बाबु यताबाट सानी छिटो के यहाँ भाउजू फाटी जानुभयो कतापट्टि राख्ने अरे सिकाइदिनुला ल फुत्ता जोडिदिनु भयो भाइ जाऊ तिमी सतिन गइ जाऊ जनता दाजु सबै ल हाम्रै भाउजू ठुली भाउजू नमस्ते यता फोटो खिच्नु अब के छ भाउजू केसै नदेखाउने म मेरो देखाउँछु तपाईँको देखाउनु मेरो देखाइरहेको मलाई थाहा छैन त्यहाँ चाहिँ होइन बिहेको चलबुल चलिरहेको छ म चाहिँ अलिक तल आइरहेको छु केही
विशेष भन्ने कुरा त छैन। त्यही पनि अब त्यहाँ मान्छे बोलमा के कुरा भन्न पाइन्न होला। जस बोल्ने त कमै बोल्छ किनकि त्यहाँ बिहे भनेको हेरेर इन्जोय गर्नु होला। क्यामेरामा फोटो खिच्नु पऱ्यो यताउता होइन, त्यसको लागि। सो त्यही चलिरहेको छ। ठिकै छ। अब एकछिन यता आएर केही 2 शब्द 2 मिनटको लागि केही भनौँ भने सायद यो भिडियो यति लामो हुन नि सक्छ जस्तो लाग्छ। 2 पार्टमा हुन नि सक्छ। पार्ट 2टा पार्ट भयो नि केही छैन होइन। ठिकै छ। सो हेरिरहनु होला बिहे कस्तो लाग्छ भनेर कमेन्ट डाउन होइन। मेरो दाइको बिहे छ, त्यसपछि मेरो भरोसा मेरो माया हो नसुधा दर्शन गरौँला सैनिक घोडा बाँधे चढौँला गालकोट झरौँला टाढा छैनौ तिमी आसपास छौ मेरो भाउजू अलि लजाउँदै अलि हाँस्नु के दाइ अलि अग्लो हुनु त तलैबाट लास्टमा अहिले नै टीका लगाएपछि हो क्या त्यही त पहिला दाइलाई त्यही कारण गर्नु अनि भाउजू कस्तो लागिरहेछ भन्नुहोस् आज बिहेको दिन हजुर सुन्ने गरी भन्दिनु न यहाँ भन्नु न रमाइलो दाइ दाजु दाइलाई केही छैन अरे के सधैँको दिनचर्या जस्तो लाग्यो क्या दाइलाई 5 रुपैयाँमा फगाल्छु कि नाइ भित्र छिर्ने बाटो छिर्न लाग्छ नि त अब त्यो तलमा हेरे है सुमारी खानु नमस्कार
यस्तै मेनमा गर्ने क्या अब क्यामेरा त्यो बाइक चल्दैन कन्या किन बाहिर बस्यो तिमी चाहिँ तिम्रो फुस्कियो भएको के हाम्रो सुरेश दाइ जिन्दाबाद पानी झरे पानी लगाऊ दुईजनाले सँगै चारवटा हात सँगै हुनुपर्छ त्यहाँ है मङ्गलम भगवान छोडिदिनु क्यामेरा हुन क्या गराउनुहुन्छ यो मेरो छुट्टै हो नि त यो मेरो भ्लग हो त्यो भने भिडियो ब्लग र त्यसै ब्लग बनाउनुहुन्छ यता देखाउनु पर्छ सबै मेरो अनुहार मात्रै थुत्नु देखेन के हाल्यो बोल्नु न त ब्लगमा त बोल्छ नि पत्तर पत्तर बोल्ला हुन्छ त उहाँ मन्तर गर्न ला हुन्छ तपाईँ नि बोल्नु न मैले बिगार्नु हुन्न क्या भाउजू बराबर भइयो छु अब ढगा लाग्यो त पूजा सिंगार वरिपरि दुईटा दुईजना यतै हो क्या त्यहाँ घपक्कै ढोक्दै सिंगारलाई आशीर्वाद माग घर माग राम्रो होस् होस् म पनि यस्तरी घरभित्र नुरेर जानु पर्छ प्योर कन्या हाम्रो दाइ प्योर कन्या बाबु 5 रुपियाँ दे यिनीहरूलाई धेरै नदे जान्न नि त्यति बसाएको 25 रुपियाँ दे 25 रुपियाँले एउटा चौजा आइजान्छ 5 जनालाई झोला निले खान पुग्छ अहिले धोती है क्या चाहिँ पर्छ त्यसमा यस थालमा पैसा राख्दै जाने बेला छाप गर्नुपर्छ अहिले त पैसा राख्दै त भित्र जाने त्यो थालमा राखेँ सबैका बराबर हुन्छ है पैसा है फेरि एउटा म थालमा राखेँ 5 रुपियाँ के गराउँछ उनले राखिदिनु पैसा उहाँ माइत भित्र बस्नु हुन्छ ल 5 रुपियाँ दे प्लेट जाँदा प्लेट छ छिटो सिधै कुल ल छाड त्यो बस्ने पैसा दिएछ नि यति त खोइ पाउँछ अहिले बत्ती बज्छन् है तिमी अगाडि लाग्ने त पछाडि लाग्ने है सिधै कुल होला नि टेक्दै जाऊ यिनी बत्तीमा टेक्दै जाऊ माथि सारेर हातसम्म सिधै अब कहाँ हो भब्लकको दुईजनाले सम्झाउनु फोन पे राख भोलि आइ नि हुन्छ त्यहाँ उहाँका टोलीका गएर जुला टोली सम्झिनुहोस् अब बल्ल म चुलाको भाइ चुलाको भाइ
दुला भाइ अनि दुला भाइ चले आएको होला मलाई त चिन्नु भयो नि म तपाईहरुको मिस्टेक छेत्रीको भने भन्नुहुन्थ्यो आज के भने माने हैन हाम्रो निर्मल सर ल नाच्न लाछौँ क्या आँखा लगाइदिने त पहिले ओहो हाम्रो बा ढोकिया दिदी नाच्न लाउने मेरो बुवा र सानमा नाच्न ला हुन्छ यो सँगै तपाईँले त्यो रातिसम्मको भिडियो हेरि नै हाल्नुभयो होला होइन हाम्रो बिहेको चलबल सकिआउँछ हेर्नु मेरो पारा हिजोको यो कोट त उतारेको छु यो सर्ट उतार्न पाउँछिन कि काम सुताइ भयो 3 बजे सुतेँ राति 3 बजे सुतेँ बिहानै 5 बजे उठ्यो त्यसपछि यताउता टेन्ट सेन्ट सब निकालेर पुरा बेगरलाई नर्मल घर बनाइसकेको छ सो बिहे भ्लग हेरेर कस्तो लाग्यो सल्लाह सुझाव ट्याक दिनु होला है त अर्को भिडियोमा भेट्ने बाछाका साथ बिदा हुन चाहन्छु हस्त नमस्ते मिस्टर छेत्री।